सबैलाई नमस्ते है। म आज यहाँ स्कुल नाम के तपाईँको सुदुङलाखा अघि म गएको ब्लुमिङ बर्ड्स आज मलाई यहाँ कोप्चेमा ब्लुमिङ बर्ड एकाडेमी एकाडेमी स्कुल मलाई इन्भाइट गर्नुभएको थियो है एनुअल फङ्सनमा। म यहाँ आएको थिएँ। अन्त यहाँ आउँदाखेरि चाहिँ है मैले एउटा फिल्ड देखेँ उहाँको। तपाईँको टिम के भन्नुभयो? अञ्जना प्रधान। अञ्जना प्रधान हुनुहुन्छ। उहाँ चाहिँ अब एउटा नमुनै हुनुहुँदैछ है। यति साह्रो प्रोग्रेसिभ हुनुहुँदैछ है, यति साह्रो हार्डवर्किङ हुँदैछ उहाँको फिल्ड हेरेको है। अनि उहाँले सागसब्जी बेचेर नै आफ्नो जीविका चलाउनुहुँदैछ, नानीहरूलाई पढाउनु हुँदैछ। अन्त हामी चाहिँ कहिले पनि लजाउनु हुँदैन सागसब्जी बेच्नुमा, किनकि अर्ग्यानिक बेचेर है। अन्त उहाँ चाहिँ एकदम मलाई स्ट्रङ एउटा आमा लागि है, एउटा आमा सागसब्जी बेचेर पनि अघि बाँध्ने। अन्त मैले उहाँलाई भनेको छु म तपाईँलाई सपोर्ट गर्छु भने चाहिँ उहाँलाई म एग्रोनेट 1 बन्डल दिँदैछु। अन्त म उहाँलाई 50वटा कुखुरा पनि दिँदैछु है। उहाँलाई म 50वटा कुखुरा पनि दिँदैछु, अन्त एग्नेट पनि दिँदैछु। एग्नेट 1 बन्डल हुन्छ, 2 बन्डल हुन्छ। हामीले चाहिँ उहाँ जस्तोलाई सपोर्ट गर्नुहुन्छ, किनकि आज फिल्डले यति मेहनत गर्नुपर्छ। अन्त उहाँ खुसी लाग्यो। उहाँले प्राउडली भन्नुभयो कि म चाहिँ है सागसब्जी बेचेर आफ्नो नानीहरू पढाउँछु भनेर। सबैकोमा आँट हुँदैन, त्यो चाहिँ कसै लजाउनु हुन्छ। अन्त उहाँको त्यो एउटा मलाई बोल्ड डिसिजन दिएर चाहिँ मैले पनि है उहाँलाई सपोर्ट गर्छु भने है। हुन्छ, थ्याङ्क यू भेरी मच, किप सपोर्टिङ, किप ब्लेसिङ्स। हुन्छ। यो लसुन तपाईँकै हो? उहाँ एकदम प्रोग्रेसिभ फार्मर हुनुहुँदो रहेछ। यो तल छ नि हजुर, बोकेको जग्गामा नयाँ आलु फेरि रोप्ने हो, उँधो चाहिँ सबै रोपिसकेको। किन नानीहरू पढाउनु लागि चाहिँ सागसब्जी बेच्नुहुन्छ? ए हो, कति सागसब्जी पुरा बेच्नुहुन्छ? नानीहरूलाई यसैले पढाउनुहुन्छ सागसब्जी बेचेर है? हुन्छ। तपाईँ नाम चाहिँ? अञ्जना प्रधान। यो कुन जग्गा पर्यो? सुदुङलाको चाहिँ यति प्रोग्रेसिभ फार्मर्स हुनुहुँदो चाहिँ हेर्नुहोस् है उहाँले। ल म तपाईँलाई के हुन्छ, तपाईँलाई म अलिकति सपोर्ट गरिदिन्छु नि ल। दिनुहोस् त, हाम्रो म एचबी म्यामलाई भनिदिन्छु नि ल। तपाईँ यस्तो प्रोग्रेसिभ हुनुहुँदैछ। अन्त हेर्नुहोस् त, ग्रिन हाउस पायो भने चाहिँ तपाईँले गर्नु हुने। यति राम्रो गर्नुभएको छ तपाईँले। हेर्नुहोस्, म चाहिँ हाम्रो एचबी म्यामलाई भनिदिन्छु। के रोप्नु भएको छ अझै? यो सबै आलु? हजुर, यो चाहिँ घाँस हो गाईलाई। यो चाहिँ आलु है? अरू चाहिँ के रोप्नु भएको छ? कोपीको बिउ मगाइरहेको छु। हजुर।